फेरि म नेपालमा रहेको यो काङ्ग्रेस पार्टी छ नि, चोर पार्टी, भ्रष्ट पार्टी, राष्ट्रघाती पार्टी, देशद्रोही पार्टी, यो चोर पार्टी, यो पार्टीको विषयमा केही कुराहरू मलाई गर्न मन लागेको छ। आज म गर्दैछु है त। है यो काङ्ग्रेस पार्टीको सबैभन्दा भ्रष्ट घडी चोर रामहरि खतिवडा अहिले धेरै बोलिरहेको रहेछ। डिपी अरियलज्यूलाई, माननीय डिपी अरियलज्यूलाई यसले झुटो आरोप लगाइरहेको छ सदनमा उभिएर। होइन, यस्तो फटाहरूलाई काङ्ग्रेस पार्टीले पालेर राखेर चोर जस्तोलाई, बाख्रा चोरलाई, भुटानी शरणार्थीको काण्ड मचाउने आर्जु राणालाई, बेचन झा जस्तोलाई, जीवी राई जस्तोलाई, धनराज गुरुङ जस्तो चोर फटा ओरिजिनल सहकारी ठग्ने ठगहरूलाई, होइन, रियाले बुढा यो शेरबहादुर देउवा, महाकाली, गण्डकी, कर्णाली, कोशी बेचेर खाने, नेपालको उद्योग कल कारखाना सबै बेचेर खाने, टनकपुर नेपालको भूभाग बेचेर खाने, कालापानी लिपुलेक सबै बेचेर खाने चोर पार्टीमा यस्तै चोरहरू मात्रै छ। होइन, छ नि, यस्तै चोरहरू मात्रै छ क्या यो पार्टीमा। अनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यो चोरहरूलाई अब चाहिँ अति गरे यिनीहरूलाई खेदाउनै पर्छ। घर घरबाट थुतेर यिनीहरूलाई कुट्नुपर्छ, घर घरबाट थुतेर यिनीहरूलाई मार्नुपर्छ। यो चोरहरूलाई जबसम्म मारिँदैन नि, जबसम्म देश निकाला गरिँदैन, जबसम्म फाँसी दिँदैनौँ, जबसम्म जन्म कैद यिनीहरूलाई 20 वर्ष होइन 40 वर्षसम्म जेलमा थुनिँदैन नि, जेलमा यिनीहरूको मृत्यु नहुन्जेलसम्म थुनिँदैन नि, तबसम्म यो नेपाल देश यिनीहरूले खोक्रो बनाउँछन्। कहिल्यै पनि यिनीहरूले नेपाल देशलाई विकास गर्नेवाला छैन र गर्दैन पनि। यो चोरहरू हो। राम्रो गर्न खोज्नेलाई, राम्रो गरिरहेको व्यक्तिलाई, देश बनाउँछु भनेर आएको युवकहरूलाई झुटो मुद्दा र झुटो आरोप लगाएर जेलमा कोच्ने यी चोरहरूलाई के भनौँ। अब यो काङ्ग्रेस एमालेमा माया राई भनेको तिनीहरूकै पार्टीको, काङ्ग्रेसको भ्रष्ट हो, सबैभन्दा सहकारी ठग्ने तिनीहरू नै हुन्। एमाले भित्र ऋषिकेश राज पोखरेलको बुढा र बुढी नै हो सहकारी ठग्ने। अनि यस्ता चोरहरूलाई, यस्ता फटाहरूलाई, सहकारी ठगहरूलाई हामीले पालेर राखेका छौँ। देशमा नेपालको ढुकुटीहरूको साँचो सबै जिम्मा दिएको छौँ। अनि कसरी हुन्छ, कसरी बन्छ देश? चोरहरूलाई गिरिबन्धु टी स्टेटको काण्ड मचाउने अहिले बालवाला प्रधानमन्त्री, अहिले भिजिट भिजामा मानव तस्करी गर्ने रमेश लेखक चोर, अनि माधव कुमारलाई अब 30 लाखमा ढलौटीमा छोड्दैछ। अब पतञ्जलीको 18 अर्बको काण्ड मचाउनेलाई, यस्तो चोरहरूलाई छोडिदिइरहेको छ अहिले। अनि अब अर्को कुरो रह्यो, धेरै छ त्यस्ताहरू काण्ड मचाउनेहरू, काण्ड गर्नेहरू। कति काण्ड गरेको छ यिनीहरूले, काङ्ग्रेस एमाले अहिलेसम्म देशलाई खोक्रो बनाएर जुकाले रगत चुसे जस्तै चुसेर खरानी बनाएको त काङ्ग्रेस एमाले नै हो। आज नेपाली युवाहरूलाई देशमा श्रमको निम्ति बेच्ने पनि यिनीहरू नै हो। नेपाली चेलीबेटीहरूलाई बम्बई जस्तो कोठीमा बेच्ने पनि यही चोरहरू नै हो, काङ्ग्रेस एमाले। होइन, विदेशमा खाडी मुलुकतिर त्यो देशको 5,000 10,000 रियाल अनि दिराम, होइन, त्यस्तोमा अनुहार हेरी नेपाली केटीहरूलाई वेश्यालयमा बेचेको छ यिनीहरूले दलालको माध्यमद्वारा। अनि यिनीहरू चोरहरूलाई अझै पनि सपोर्ट गरिराख्ने। ओ माई गड, म चाहिँ चोरहरूलाई सपोर्ट गर्नेहरूलाई के भन्छु भन्दाखेरि नि, उनीहरू पनि चोरै हो। अहिले रविलाई के भनिरहेको छ भन्दाखेरि, सहकारी ठग्नेमा त अब यो काङ्ग्रेस एमालेसँग मिलेर सबैले खायो, तर अलिकति कति कुरा मिलेन। रविले कति खायो, त्यही भएर कुरा नमिलेपछि रविलाई जेल हालेको। त्यसरी किन हाल्छ? हावा नचली पात हल्लिन्छ भनेर भन्छ मान्छेहरूले। अब म यिनीहरूलाई के भन्छु भन्दाखेरि, हो, हावा नचली पात हल्लिँदैन, तर एउटा कुरा थाहा छ होला सबैलाई, हावा नचल्दा पनि कहिलेकाहीँ पात हल्लिन्छ। केही कुरामा लागेर ठोकिएपछि पात हल्लिन्छ, कसैले हल्लाइन्छ, यो कुरा बुझ्नुपर्छ। र रविले सहकारी ठगेको हुँदै होइन, झुटो मुद्दा, झुटो आरोप लगाएर उसलाई फसाइएको। संसारको सबैले 3 करोड नेपालीले नै भन क्या, तर म एक्लो रहन्छु त्यो मध्येमा। म मान्दिनँ।
जोसुकैले रविलाई सघाइ ठग भनोस् जेसुकै भनोस् म चाहिँ पटक्कै मान्दिनँ किनभने त्यो मान्छे निर्दोष मान्छे हो 100मा 100 नै 100मा 100 नै मान्छे सही छ रविले सरकारी ठगेको होइन 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 सबै चोरहरूले फसाइएको रविलाई अनि यो नबुझ्ने हामी भेडा जनताहरू चाहिँ नि काम छैन क्या हाम्रो काम छैन त्यसैले म भन्छु रविले सरकारी ठगेको हुँदै होइन सबैले बुझ्न आवश्यक छ हस्त नमस्ते लाइक र सेयर गरिदिनु होला यो भिडियो